वेल, न्युयोर्क टाइम्समा पब्लिस भएको यो तस्बिरले मानव जगतलाई गिज्याइरहेको जस्तो पनि देखिन्छ। अफ्रिकी मुलुक साउथ सुडानमा भएको अनिकालग्रस्त बेलामा लिएको यस तस्बिरले आधा माइल टाढा एक बालक जब युएन खाद्यान्न केन्द्रमा पुग्न नसकेर घामको तापले लड्छन् र बालक कतिखेर मर्ला र खाउँ भनेर पछाडिबाट एउटा गिद्ध ढुकेर बसिरहेको हुन्छ, जसलाई केभिन कार्टर नामक फोटो जर्नलिस्टले तस्बिर लिन्छन्। तस्बिर लिएको 1 वर्षपछि या भनौँ 1994 मा कार्टर एक पुरस्कारद्वारा सम्मानित हुन्छन्। आशा थिएन कि यो तस्बिरले चाहिँ संसारभरि तल्का मचाउँथ्यो। दिएको तस्बिरमा दुईटा गिद्धलाई मान्छेहरूले संवादमा लिएर आउने गरेका छन्। एक जो गिद्धै थियो जसले सानो अबुध बालक कतिखेर मर्ला र खाउँ भनेर बसेको, र एक स्वयं फोटोग्राफर कार्टरलाई मान्ने गर्छन्। फोटोग्राफर कार्टर पुरस्कारबाट सम्मानित भएको पछि करिब 4 महिनापछि उनले सुसाइड गरेको पाइन्छ। आशा छ यो कहाली लाग्दो घटना अब फेरि पनि नदोहोरियोस्।